तपाईँको चाहिँ प्रदर्शन गर्नुभयो किनभने 20-21 लाख रुपियाँ तपाईँको चाहिँ 4 दिनको कार्यक्रममा खर्च हुँदै गर्दाखेरि यो पैसा चान्चुने पैसा चाहिँ हुँदैन। धन्यवाद चाहिँ आभार व्यक्त गर्न चाहन्छु र हाम्रो स्थलमा हामीले मिनाई उद्योगिक व्यवसायिक सङ्घ संस्था र प्रायोजक सहप्रायोजकबाट हामीलाई आम्दानी भएको छ 13,06,377 रुपियाँ भएको छ भने स्टलबाट हामीलाई आम्दानी 8,26,500 रुपियाँ भएको छ र विभिन्न प्रतियोगिता र खेलको आम्दानी दर्ता शुल्क हामीलाई 16,500 रहेको छ। टोटल एकमुष्ट 21,49,387 रुपियाँ रहेको छ भने खर्चतर्फ प्रचार प्रसार खर्च 90,000, साउन्ड सिस्टम जेनेरेटर खर्च 1,50,000, विद्युत खर्च 75,000, मन सजावट खर्च 45,000, कलाकार खर्च 4,95,000, फ्लेक्स छपाई मायाको चिनो 94,800, महिला उद्यमी सम्मान कार्यक्रम 35,500, सरसफाई र ट्र्याक्टर भाडा 47,500, खानेपानी तथा प्राथमिक उपचार 20,275, निर्णायक तथा सहयोगी 26,225, प्रतियोगिता पुरस्कार तथा भत्ता 1,73,750, सुरक्षा तथा स्वयंसेवक व्यवस्थापन 85,500, अतिथि सत्कार 85,750, सचिवालय तथा मसलन्द व्यवस्थापन 46,350, कला कार्यशाला 48,500, कृषि उपज प्रदर्शनी प्रतियोगिता 48,500, वाद्यवादक व्यवस्थापन 40,000, बीमा शुल्क 4,620, मनोरञ्जन कर 5,000, फोटो तथा भिडियो छायाङ्कन 28,000, चमेना गृह सञ्चालन खर्च 1,13,500, कामदार खर्च 35,700, पेन्डिङ मिस्त्री 25,700, यातायात खर्च 26,500, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान 50,000 गरेर हामीले चाहिँ हितकोषलाई चाहिँ हामीले 2 लाख छुटाएका छौँ र जम्मा व्यय 20,97,700 रहेको छ र बचत गर्न हामीले 51,617 गरेका छौँ र हाम्रो व्यवसाय 3.5 करोडको व्यापार भएको हामी दिनमा महिला उद्यमशीलताका सम्बन्धमा विभिन्न तपाईँको तालिमहरू उहाँले गर्नुहुन्छ होला भन्ने मलाई लाग्छ र अघि उहाँले स्टलको कुरा गर्दै गर्दाखेरि लगभग हाम्रो 387 रुपियाँ आम्दानी देखाउनु भएको छ भने खर्चमा 20,97,700 रुपियाँ गरेर 51,670 रुपियाँ संस्थालाई बचत गर्नुभएको छ। वास्तवमा यो सरस्वती हेर्दै गर्दाखेरि उहाँहरूको बचत रकम भनेको 2,51,170 रुपियाँ हो। उहाँले जति दुःख गरेर जो पैसा बचाउनु भयो, लोकदोरी प्रतिष्ठानका अध्यक्षज्यू पनि यहाँ आउनुभएको छ होला। लोकदोरी प्रतिष्ठानका अध्यक्षज्यूहरूले कार्य समितिभित्रका साथीहरूले चाहिँ त्यहाँ चाहिँ तपाईँको चाहिँ जुन खालको उहाँले पर्फर्मेन्स गर्नुहुन्छ त्यसको चाहिँ उहाँहरूले छुट्टै नदिनुहोस्, हाम्रो पनि नयाँ समिति आएको छ त्यसलाई एकमुष्ट दिनुहोस् भन्नेको हिसाबले गर्दाखेरि चाहिँ राष्ट्रिय लोकदोरी प्रतिष्ठानले उहाँहरूले 50,000 छुट्याउनु भएको छ भने जुन हाम्रो म्याग्दी उद्योग वाणिज्यको व्यावसायिक हितकोष छ त्यो हितकोषमा पनि उहाँहरूले 2 लाख रुपियाँ छुट्याइदिनु भएको छ। मलाई सम्भवतः यो जुन आम्दानीको शीर्षकहरूमा अझ 2-4 ठाउँमा हाम्रो चाहिँ प्रपोजल पुगेको निर्णय नभएको हिसाबले गर्दाखेरि अझ म अध्यक्षज्यूलाई अनुरोध गर्न चाहन्छु हामीले प्रपोजल पठाएको ठाउँबाट चाहिँ निर्णय भएर आउन बाँकी भएको भएर आम्दानीका शीर्षकहरू अझ के बढ्न सक्ने अवस्थाहरू पनि रहेको म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। र साथसाथै अघि अध्यक्षज्यूले धेरै कुराहरू राख्नुभयो। वास्तवमा हामी मातृ संस्था भएको हिसाबले गर्दाखेरि अब सुदर्शन सरको पालोदेखि नै तपाईँको मेला महोत्सव गर्दै आउँदाखेरि जुन तपाईँको चाहिँ महिला उद्यमीहरूलाई पनि अगाडि बढाउनु पर्छ, महिलाहरूलाई पनि तपाईँको उद्यम व्यवसायको सँगै यस्ता ठुलो कार्यक्रमहरू अर्गनाइज गर्न दिनुपर्छ भन्ने हिसाबले जुन हामीले थालनी गरेर 11औं संस्करणसम्म आइसक्दाखेरि मलाई लाग्छ 4 दिनको चाहिँ मेला मात्रै नभएर यो तपाईँको महोत्सव जस्तै नै भएको थियो। हामी म्याग्दी उद्योग मान्छेले गर्ने बेला 10 दिनको ठुलो महोत्सव गर्थ्यो भने महिला उद्यमीहरूले 4 दिनको महोत्सव गर्नुभयो र यो महोत्सवको माध्यमबाट चाहिँ मूल संयोजक अम्बिकाजी मात्रै होइन
तपाईँको चाहिँ उपाध्यक्ष महासचिवज्यू, तपाईँको चाहिँ विभिन्न पदाधिकारीहरू र संयोजकहरूले आफ्नो क्षेत्रमा आफ्नो व्यक्तित्व र नेतृत्व क्षमतालाई चाहिँ विकास गर्ने अवसर पाउनुभयो र मलाई लाग्छ भोलिको दिनमा अहिले व्यापक रूपमा हामीले जति चाहिँ मातृ संस्था भएको हिसाबले उद्धव बालसिंहले हेरेका छौँ त्यसलाई बिस्तारै बिस्तारै भोलि उहाँहरूले अझै तपाईँको चाहिँ यो आफ्नो लिडरसिप चाहिँ तपाईँको डेभलप गर्दै गयो भने भोलि हामीले नहेर्दा पनि यो मेला चाहिँ निरन्तर रूपमा उहाँहरूले चलाउन सक्नुहुन्छ भन्ने अहिले हामीलाई त्यो भान भएको छ। तर मातृ संस्थाको हिसाबले चाहिँ केही कमी कमजोरी नहोस् भनेर हामीले बाहिर रूपमा चाहिँ तपाईँको व्यापकको रूपमा उहाँले सहयोग कुनै कुराहरू त हामीले गरिरहेकै नै छौँ। तर जुन यो 4 दिनसम्मको मेला महोत्सव गर्दा यो अध्यक्षज्यूले भने जस्तो यसपालि केही फरकपन पनि उहाँहरूले दिनुभयो, किनभने मेला त हामी सधैँ नै गर्थ्यौँ। तपाईँको यो मेला गर्दै गर्दा पनि अहिले तपाईँको चाहिँ जुन तपाईँको चाहिँ कलेज लेभलसम्मका चाहिँ तपाईँको चाहिँ 11 क्लासदेखि लिएर हामीले म्याग्दीका व्यापार व्यवसायको सम्भावना, उद्यम व्यवसायको सम्भावनाको विषयमा चाहिँ तपाईँको चाहिँ स्लाइड प्रेजेन्टेसन कार्यक्रमहरू राख्यौँ। त्योमा चाहिँ तपाईँको विभिन्न चाहिँ तपाईँको चाहिँ विधामा चाहिँ तपाईँको चाहिँ त्यहाँ प्रस्तुतिकरण भयो। त्यो पनि वास्तवमा उत्कृष्ट प्रस्तुतिकरण थियो सबैको, तर त्यो मध्ये पनि अझ उत्कृष्ट हामी 3 जनाले चाहिँ पुरस्कारको व्यवस्थापन गऱ्यौँ। र साथसाथै यो कला कार्यशाला भनेर